सेवाहरू नमस्कार यहाँहरूलाई चाहिँ मेरो न्यू भिडियो न्यू ब्लगमा चाहिँ स्वागत छ। आज चाहिँ यस्तो शीतल छ कि यस्तो शीतल छ, हावा यस्तो मजाले आइरहेको छ। अन्त मेरो न्यू भिडियो न्यू ब्लगमा फेरि पनि स्वागत गर्न चाहे। अब कति यो भइराखेको हुन्छ नि त होइन, के भिडियोहरू आइरहेको छ, तर माइन्ड नगरिदिनु होला। यस्तै छ टुप्पाको हालचाल। म सन्चै छु र तपाईँहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला। म एकदमै धेरै बिजी छु नि त, त्यो भएको कारणले गर्दा त्यस्तो मजाले भिडियोहरू गरेर पनि लाउन पाएको छुइनँ। सो एकदमै आराम कुशल मङ्गल हुनुहुन्छ होला तपाईँहरू, र म पनि एकदमै आरामै छु। अहिलेको अवस्था चाहिँ छातीहरू यस्तो छ है, यस्तो मजाले चाहिँ शीतल छ। पानी पर्यो अनि यहाँनिर चाहिँ हाम्रो ड्रागन फ्रुट चाहिँ मजाले पाक्न लागेको छ। हेर्नुहोस् त, हाम्रो छतमा फलेको ड्रागन फ्रुट चाहिँ यस्तो मजाले यो भएको छ। अनि यो बोरामा चाहिँ हाम्रो आमाले एउटा तरुल रोप्नु भएको छ है। अनि ड्रागन फ्रुट रातो रातो हुनु थालेको छ। सो अब पाक्छ, पाकेपछि चाहिँ खानुपर्छ। अनि साथीहरू यस्तो शीतल भएको छ, यस्तो शीतल भएको छ। यता माथि आएर भिडियो बनाउन चाहिँ मजा लाग्छ क्या मलाई, यहाँ माथि शीतल भएको बेला चाहिँ। सो यति रमाइलो भएको छ। र साथीहरू अब चाहिँ म खानाहरू बनाउँछु है त, किनभने खाना पकाएको छुइनँ। खाना चाहिँ पाकिसक्यो, अब तरकारी दाल पाक्दैछ। अनि त्यसपछि खाना पनि पाक्दैछ, घरहरू बन्दैछन्। हाम्रो घर वरिपरि चाहिँ निकै घरहरू बन्दैछ। उयो पनि नयाँ घर बन्दैछ, यहाँनिर चाहिँ थप्नुभएको। अनि त्यसपछि यतातिर पनि नयाँ घरहरू बन्दैछ। यस्तो छ साथीहरू। र साथीहरू आज चाहिँ तरकारीमा चाहिँ आलु अनि यो सिमी छ है, आलु र सिमी है। अघि धोएर यहाँनिर रेडी पारेको छु। यसको पनि मिठो लाग्छ मलाई तरकारी। अनि यो आलु उसिनेको चाहिँ यसको चाहिँ अचार बनाउँदैछु म काँक्रासँग। अनि त्यसपछि यहाँनिर चाहिँ दाल पाक्दैछ। यस्तो मजाले उम्लिरहेको छ। हाम्रो दाल पकाउने भाँडा यही हो। सो खाना पनि हाम्रो यस्तैमा पाक्छ, हामीसँग चाहिँ यस्तोहरू टन्नै नै छ। सो खानाहरू पाक्दैछ, दाल मजाले पाक्दैछ। अब चाहिँ म 5 फोरन बढाइदिन्छु है। धनिया, मेथी, जिराहरू के मिसेको पाकेको हुन्छ नि अरू। र त्यसपछि चाहिँ लसुन, प्याज राखिदिनु। अब मजाले चलाइदिनु है यसरी। यो ब्राउन हुने गरी पकाउने। अनि सिमी लगाइदिने, सिमी र आलु। र साथीहरू सबै मरमसलाहरू चाहिँ ब्राउन भइसक्यो इस्तरी। अब चाहिँ म यसमा के राख्छु भने बेसार राखिदिन्छु है साथीहरू। अनि त्यसपछि आलु र सिमी अब मजाले चलाउने हो। यो हातले पक्रिराखेको छु र चलाउँदाखेरि चाहिँ साह्रै अप्ठ्यारो हुन्छ। सो म यो अफ गरेर चलाउँछु है साथीहरू। अब चाहिँ मैले चलाइसकेँ। अनि त्यसपछि अब यसलाई चाहिँ म एकछिन छोपिदिन्छु। एकछिनबाट चाहिँ म टमाटर अनि त्यसपछि नुन राख्छु है त। अब चाहिँ छोप्छु यसलाई। अब एकछिन पाक्न दिनुपर्छ नि त। ल है साथीहरू, कतिको भयो। अब चाहिँ यतिको पाकिसक्यो त। आज चाहिँ मेरो भाइ पनि आउँदैछ नि त, कान्छा भाइ पनि। अनि कान्छा भाइसँग अर्को भाइ पनि आउँदैछ। सो त्यही भएर तरकारी धेरै छ है। तपाईँहरूलाई सधैँ चाहिँ थोरै पकाउँछ, आज कति धेरै भनेर भन्नुहोला। सो त्यस्तै साथीहरू। अनि के गर्नु साथीहरू, अब भ्युजहरू आओस् कि नआओस्, आफू त के भन्छ भिडियो चाहिँ बनाउन नछोड्ने हो।
टमाटर राखिदिएँ। अब टमाटर राखिदिएपछि चाहिँ माथिबाट यसरी नुन राखिदिन्छु। यो माथिबाट टमाटरको माथिबाट नुन राखिदियो भने चाहिँ टमाटर मजाले गल्छ। अब भ्युज आओस् कि नआओस् भिडियो बनाउन चाहिँ छोडिँदैन है साथीहरू। हार खाइएको छैन, भिडियो बनाउने हो है त। ल है साथीहरू, दामी चालले चाहिँ टमाटर पनि मजाले कतककुतुक भयो, पाक्यो भनौँ न। अब तरकारी पनि पाक्दैछ है साथीहरू। अब यसरी चाहिँ चाटचुट उल्टाइ पल्टाइ गरेर चलाउनुपर्छ। एकछिन छोपिदिनुपर्छ। ओहो कति मिठो तरकारी भयो हेर्नुहोस् त, मिठो भयो साथीहरू। हेर्दै यति मिठो छ, खाँदा झन् कति मिठो छ होला। हाहा आफै फुर्किँदै बस्नु पर्यो नि त होइन। आफूले बनाएको त मिठो लाग्छ जस्तो पनि फुर्केको चाहिँ होइन कि साथीहरू, तर म राम्रै मिठै पकाउँछु है। ल है साथीहरू, तरकारी पाक्यो मेरो, कस्तो मिठो भएको छ। अनि यो चाहिँ सिमी हो। यो सिमी चाहिँ मैले रवि अर्ग्यानिकबाट ल्याएको है। यसको बास्ना पनि कस्तो अर्ग्यानिक आइरहेको छ हो। यो पहाडको भएर हो कि कस्तो मिठो बास्ना आइरहेको छ। अनि मिठो बनेको छ साथीहरू। मेरो तरकारी चाहिँ यस्तै लतपतहरू हुन्छ है, यस्तै पकाउँछु म चाहिँ। ल पाक्यो मजाले, अब चाहिँ खान लायकको भयो। ल है साथीहरू, दाल पनि मजाले पाकिसक्यो। यो दाल चाहिँ मुङ अनि त्यसपछि चनाको दाल हो है। यस्तो मिठो हुन्छ अनि हाम्रो हेल्थको लागि पनि एकदमै राम्रो हो यो मुङ र चनाको दाल चाहिँ। हामी चाहिँ यसरी मिक्स गरेर पकाउँछौँ, एकदमै मिठो बनेको छ दाल पनि। र साथीहरू, हाम्रो घरमा चाहिँ म्याक्सिमम पाक्ने भनेको पनि हरियो साग हो। आज चाहिँ जर्सीको साग पकाउँदैछु। आज पनि जर्सीको साग पाक्दैछ। अन्त आमालाई चाहिँ अब हरियो सागपात दिनुपर्छ नि त, नत्र भएदेखि सुगरको मान्छेले चाहिँ यस्तो सलादहरू हरियो सागपातहरू चाहिँ अलिक धेरै नै खानुपर्छ। अनि फेरि हाम्रो घरमा चाहिँ एक दिन साग पाकेन भने चाहिँ फेरि खल्लो भइदिन्छ क्या साथीहरू। साग चाहिँ जताबाट पनि हुन पर्यो क्या, हुन पर्यो। र साथीहरू, म चाहिँ आलु काँक्राको चाहिँ अचार बनाउँदैछु। त्यसको लागि चाहिँ मैले अकबरे खोर्सानी हेर्नुहोस् त 5वटा काटेर लगाएको छु। अनि त्यसपछि प्याज काटेर लगाएको छु। अनि त्यसपछि नुन, बेसार, अनि त्यसपछि छोप आलसको छोप राखेको छु। अनि त्यसपछि यो चाहिँ आलुलाई कटिङ गरेको छु। यो काँक्रा अब यसमा चाहिँ चट्टसँगले झानिदिने हो। मेथीलाई चाहिँ पटाटट फुर्याएर चाहिँ झानिदिनुपर्छ। अनि माथिबाट चट्टसँगले कागती काटेर चाहिँ मजाले मोलमाल पार्नुपर्छ। ओ माई गड, कति मिठो त अचार बन्ने छ। ल बनाइसकेर म तपाईँहरूलाई फेरि देखाउनेवाला छु है त साथीहरू। ल साथीहरू, आलस राखेर काँक्रा र आलुको अचार पनि ट्वाक्क खालको बनिसकेको छ। रूपाको किचनमा चाहिँ यस्तै खानेकुराहरू बन्छ। सो म पनि एकदमै एक्साइटेड भएर बनाउँछु। यो चाहिँ एकदमै मिठो हुन्छ है साथीहरू। यो चाहिँ दही जमाएको। यो चाहिँ हामी बेलुका चाहिँ दही खाँदैनौँ, यो चाहिँ बिहानको लागि। अब फ्रिजमा राख्नुपर्छ। आलु र सिमीको तरकारी, आलु र काँक्राको अचार, यो भयो तरकारी। अनि त्यसपछि यहाँ दाल पनि दामी। हाम्रो आमा चाहिँ फेरि पातुलो दाल मन पराउनुहुन्न। यो खाना भइहाल्यो। यो चाहिँ आमाको खाना पिचुङ्रे भाँडामा। सो सबै रेडी भयो है त हाम्रो चाहिँ। र साथीहरू, आज चाहिँ म यतै माथि आएर चाहिँ भिडियोलाई फेरि एन्डिङ गर्दैछु है। अहिले चाहिँ यतिको भयो। मैले खानाहरू पनि सबै पकाइसकेँ, सबै रेडी भइसक्यो। अनि भिडियोलाई एन्डिङ गर्न चाहिँ यता माथि हावा सरारा चलिरहेछ। सो हावा खाँदै अब हावा खानुको मजा, यतिखेर यस्तो शीतल हुनुको मजा त दमकमा स्वर्गमा पुगे जस्तै हो। सो त्यसो भन्दै मेरो आजको ब्लगबाट चाहिँ म बाहिरिन्छु। फेरि पनि म तपाईँहरूसँग भोलिको नयाँ भिडियो नयाँ ब्लगमा आउनेछु भन्दै अहिलेलाई चाहिँ बाई बाई। तपाईँहरू राम्रोसँग रहनुहोस् ल।